म्याडम चाहिँ ल्यान्ड भन्छ पातलले चाहिँ रिप स्टोर रहेछ है त म एकचोटि क्विकली पानीपुरी सर्ट च्यालेन्ज गर्दैछु होइन हाम्रो पानीपुरीको लिक्विड यहाँ छ होइन पानीपुरी यो छैन केही एउटा जुट छैन अहिलेसम्म Let's start from the beginning. Let's start from the beginning, right? भाइले हामीलाई ड्रप गर्दैछ एयरपोर्टमा होइन अलिकति डर चाहिँ लागिरहेको छ भ्याउँदैन भनेर होइन तर 5:30 को फ्लाइट छ 4:25 चाहिँ भयो होइन यहाँबाट कति मिनट 20 मिनट त लाग्छ होला होइन गरेर अब हाम्रो लगेज पनि ड्रप गर्नुपर्ने छ लगेज ड्रप गरेर त्यसपछि हामी आज सिडनी फेरि अब जे नहुनु थियो फेरि भइहाल्यो होइन लास्ट टाइम अब हाम्रो मेलुङ जाँदाखेरि फ्लाइट छुटेको थियो एक्चुअल फ्लाइट नै छुटेको थियो योपालि चाहिँ हाम्रो के भयो भने ब्यागेज चेकडिन ब्यागेज थियो चेकडिन ब्यागेज हामीले ड्रप गर्नै पाएन 5 मिनट जस्तो ढिला भयो सायद होइन अनि आनन्द चिलमा आइरहेको थियो तर आज पनि मिस भएर के भयो भने अब सानोमाया चाहिँ सिडनी गयो होइन अनि अब म चाहिँ पछि अब एउटा ब्रिजबेनको टिकट काटेर भोलि बिहान सिडनी पुग्ने गरेर ब्रिजबेन आएको छु होइन ब्रिजबेन एयरपोर्टमा आइपुगेँ म भोक पनि लगाइरहेको थियो यो स्यान्डविच खाँदैछु चिज स्यान्डविच होइन The next day. सिडनी एयरपोर्टको माहौल चाहिँ एकदमै चकाचक छ है मान्छेहरू भिडभाड छ होइन अब हामी आएर चाहिँ यसो कतै बस्नु पर्ला भनेर यसो क्विक ब्रेकफास्ट खानु पऱ्यो अब के हुन्छ अनि अब हाम्रो कति टाइम छ बाँकी प्रब्लम हाफ एन आवर बाँकी छ होला होइन हाम्रो चेक इन हुनको लागि के अरे बोर्डिङ हुनको लागि एकछिन यहाँ बस्छौँ यहाँ बसेर यसो केही खाएर अब निस्किन्छ हाम्रो हल्का स्न्याकी टाइम भइरहेको छ होइन अब त्यही हो इफ यु नो होइन वाटर फ्रन्ट स्पेसल पातलले लिएर आएको होइन जस हामी फ्लाइटको लागि वेट गरेर बसिरहेको छौँ होइन हाम्रो कति बेला छ बल्ल अब बिजनेस र फर्स्ट क्लासहरूलाई चाहिँ दिइरहेको छ जान इकोनोमी हामीले अब इकोनोमी परिहाल्यो होइन इकोनोमीहरूलाई चाहिँ अब बिस्तारै जान दिन्छ होला सायद कुरिसक्यो धेरै नै बेर कुरिसक्यो अलरेडी थाकिसकेको छ इट्स अ लङ फ्लाइट होइन फेरि लेओभर छ त्यसपछि फेरि अर्को लङ फ्लाइट छ अब यो फर्स्ट डे चाहिँ सुपर टायरिङ होला यो एयरपोर्ट चाहिँ हामी कहिले आज त्यहाँ पुगिन्छ भोलि मात्रै पुगिन्छ होला होइन यो र प्रब्लम त्यही 24-25 यहाँको टाइमको भोलि जे होस् थकिँदै हुनेवाला छ म त हिजो राति पनि राम्रोसँग सुतेको छैन सानोमा पनि राम्रोसँग सुतेको छैन होइन थाकेर लाग्छ ल हाम्रो फाइनली प्लेन बोर्ड हुँदैछ होइन ढिलै भयो भने 10:51 भयो हाम्रो 11 बजी चाहिँ फ्लाइट हुनुपर्ने हो सानोमा कति एक्साइटेड छ सानो तिमी Very excited. Padri, how excited are you? Very excited. Very excited. Padri, full खेल्न जान लाज लागिरहेको छ फुल्नु छ क्या पादरी प्लेयर है पादरी प्लेयर होइन प्रोफेसनल रमाइलो छ है भाइ हाम्रो चाइना स्टोन त्यहाँ छ होइन अनि सानोमा यहाँ छिन् है त हल्का देख्न सक्नुहुन्छ हामी अहिले 36,000 फिट उचाइमा छौँ र एकदमै आज हाम्रो मग्रेगर दादाको गेम भएको कारणले गर्दा होइन एकदमै एक्सेस गर्ने प्रयास गरिरहेको छु लाइभ हेर्ने धेरै ट्राई गरेँ मैले होइन तर लाइभ चाहिँ आइरहेको हेर्न सकिरहेको छैन मैले तर एटलिस्ट चाहिँ भए पनि अब के भइरहेको छ गेम भनेर चाहिँ हेर्ने प्रयास चाहिँ म गरेर नै छु होइन एकदमै स्लो छ फर्स्ट मेल चाहिँ आइसकेको छ होइन फर्स्ट मेलमा हामीसँग छ चिकन विथ पटेटो रे होइन के हो समथिङ स्विट होला यो चाहिँ होइन अनि हामीसँग छ स्मोक स्यामन अनि पटेटो स्यालेड जस्तो आज वाइल्ड भोलिरहेको थियो होइन कति मिठो छ खानेकुरा
ल यो फाइनली हाम्रो फर्स्ट फ्लाइट होइन त्यो साङ्घाईको हाम्रो भर्खरै सकिएको छ होइन अब हामी बाहिर निस्किँदै म्याडम चाहिँ कस्तो भइरहेको छ त सबैलाई स्वागत छ होइन हामी अहिले चाइनाको साङ्घाई भन्ने सिटीमा आइपुगेका छौँ होइन हाम्रो यो फर्स्ट डेस्टिनेसन भन्ने के डेस्टिनेसन त के भने ट्रान्जिट पोइन्ट हाम्रो यो चाहिँ होइन यसमा हाम्रो 5 आवरको लेओभर हुँदैछ अनि हाम्रो 7:30 हामी यहाँ आइपुग्यो एकदमै गर्मी छ होइन यहाँको माहौल चाहिँ हामीले एक्सपेक्ट गरेको थिएन म चाहिँ यतिको बाक्लो हुडी लाएर आएको छु ताजमा यहाँको चिसो लाई छल्नको लागि होइन तर यहाँ अति नै गर्मी रहेछ अब बाहिर गर्मी अब खोल्छु होला त्यसपछि अब हामी भोक पनि लगाइरहेछ मलाई चाहिँ कस्तो भने खानु चाहिँ खाइयो थियो होइन तर कम्प्लिटली मेरो त्यो हङ्गर त गइसक्यो तर अलिकति त्यो क्रेभिङ टाइपको चाहिँ गइसकेको छैन अनि त्यही भएर मेबी सम चाइनिज स्पेसियल फुडहरू खाएपछि अलिकति त्यो क्रेभिङ पनि हट्छ होला सायद त्यो खाइन्छ होइन त्यसपछि एकछिन बसिन्छ रेस्ट गरिन्छ विथ सिचुएन सस स्पेसल होइन त्यसपछि हामी चाहिँ अनि केही खाएर ल है साथीहरू भाइब्स बन्दैछ है युरोपको भाइब्स बन्दैछ मलाई चाहिँ स्कुल जाने बच्चा जस्तो देखियो अरे होइन त्यस्तै आइरहेको छ माहौल चाहिँ होइन पुनमले मिमिक्री गर्दैछ मिमिक्री आर्टिस्ट हामीले लिएर आएको छौँ होइन अनि अर्को के थियो अपडेट नेक्स्ट अपडेट ल त हाम्रो फर्स्ट स्टप एउटा चाइनिज रेस्टुरेन्टमा भएको छ होइन पठाइदिनु चाइनिज भाइब्स चाहिँ यति दामी छ होइन अनि भर्खरै खाना अर्डर गरेको छ होइन गाइजहरू यहाँ रेडी छन् सबैजना असाही विथ हाल्यान्ड भनेर पातलले चाहिँ रिप गरिरहेको छ होइन हाल्यान्ड मन पर्दैन भनेर होइन गाइजहरू सबजना बसिरहेको छन् खाजाको लागि एकदमै बेसब्री चाहिँ इन्तजार गरिरहेको छन् होइन म पनि यहाँ छु होइन ल है त गाइजहरू अब हामीले एउटा मिठो खाना खाइन्छ होइन एकदमै त्यो प्लेनमा खाएको खाना अलिकति स्वादै आएन क्या मजा लागेन मलाई होइन त्यही भएर अहिले चाहिँ अलिकति मिठोवाला अलिक फ्लेभरवाला खाना चाहिँ आज खानु पऱ्यो भनेर चाहिँ यहाँ आइएको छ विल सी हेर्दै कस्तो हुन्छ ल हाम्रो फाइनली फर्स्ट मिल चाइनाको फर्स्ट मिल आइसकेको छ होइन स्पाइसी रामेन यो चिकन विङ्स पोर्क ग्योजा र अनि पोर्क के हो स्पाइसी फ्राइड राइस जस्तै होइन अब हामी खाइन्छ त्यसपछि एकछिन अब घुम्नु पर्ने छ हामीलाई त टाइम एक्स्ट्रा छ हामीसँग होइन अनि मजाले एयरपोर्टभित्र घुमिन्छ एकछिन होइन घुमेर त्यसपछि चाहिँ अनि हामी गइन्छ है त प्लेन बोर्ड गर्नलाई ल हाम्रो भर्खरै डिनर भन्ने के भन्ने सकेको छ होइन बम्बाले मिठो रहेछ होइन तपाईँहरू यदि चाइनामा ट्रान्जिट चाइनाको हाम्रो साङ्घाई एयरपोर्टमा तपाईँको ट्रान्जिट छ भने होइन यहाँ आएर खाँदा चाहिँ हुने रहेछ है लास्टै मिठो छ खानेकुराहरू हामी जे अर्डर गऱ्यो होइन सबै नै मिठो लाग्यो होइन तपाईँलाई मैले स्नेक पिक पनि दिन्छु यहाँ पसलको होइन यो पसल चाहिँ पसलको नाम चाहिँ के हो थाहा छैन होइन तर चाहिँ अति नै मिठो है खानेकुरा चाहिँ यो लेभल 4 मा छ 4th फ्लोरमा छ होइन सरमा भन ल तिमीले रिभ्यू दिनु पर्ने कसरी दिन्छ सबैभन्दा मिठो चाहिँ चिकन थियो चिकन विङ्स ग्योजा थियो अनि रामेन मन पर्दैन रामेन पनि ठिकै थियो अन्त एयरलाइनले अलिकति धोका दियो हामीलाई होइन कति बजे 12:40 मा फ्लाइट हुनुपर्ने थियो होइन अब प्रोबब्ली 45 मिनट टु 1 आवर जस्तो डिले भइरहेको छ होइन अब के गर्ने त भन्ने भइरहेको थियो होइन त्यो हुँदाखेरि चाहिँ हामी सल्युसन आयो त गाइजहरूले ल यहाँ कहाँदेखि लिएर आएको छ ब्रोले होइन पैसा बिट्टा छ होइन युरोको बिट्टा छ अब त्यही पैसा जित्नुपर्छ होइन केटाहरू सब तम तयार अवस्थामा छ शर्माको पारो छ होइन शर्माएर गेम खाने बेला चाहिँ ल आयो आएन धोक्कै दिएछ नि त युरो होइन छैन यार केही एउटा जुट छैन अहिलेसम्म पुलिस भयो नि त सानो अझै हामी एकदमै एक्साइटेड छौँ जे छ होइन खेल्नको लागि होइन 1 घन्टा जति छ 1 घन्टामा अहिले बाजी खेलिरहेको छौँ जसले पैसा जित्छ त्यसले लास्टमा खाजा खुवाउने भन्ने कुरा भइरहेको छ होइन बार्सिलोना गएर आउने स्पेसल सुकुटी र आधा सुकुटी चाउमिन होइन त सुकुटी र 12 सिन्के खाने भन्ने कुरा भइरहेको छ त ल है गाइजहरू हेर्दै गरौँ है साथीहरू खेल एकदमै इन्टेन्स भइरहेको छ होइन हाम्रो पछाडि प्लेन रेडी हुँदैछ त्यही प्लेनमा हाम्रो सामान भरिँदैछ होइन हामी चाहिँ अब तास खेलिँदैछ व्यापक भइरहेको छ तास पनि होइन शर्माले के जित्नेहरूले विनरहरूले हात उठाउँदै एकचोटि विनर मनिरातिर विनर है बरु यहाँ उमेश सरले र यता पुरमले चाहिँ एकचोटि गेम खाएको छैन होइन हाम्रो पालो आउँदैछ नि त पालो अब गाह्रै छ है इट्स लङ जर्नी त्यसैले के गर्नु होइन अब आफ्नो स्किन पनि ख्याल गर्नै पऱ्यो होइन हामी हल्का यसो डर लाग्छ तपाईँहरूलाई तर हामी स्किन केयर गर्दैछौँ अहिले होइन मास्क लगाउँदैछौँ अब हाम्रो धेरै टाढा चाहिँ छैन अब कति प्रोबब्ली 1 आवर जति छ होला बार्सिलोना ल्याउनु होला होइन हल्का यसो फ्रेसन अप हुनु पऱ्यो बार्सिलोना पुग्नुभन्दा अगाडि त्यसपछि
हामी ओर्लिन्छौँ हामीलाई सायद त्यहाँ अलिकति डिले भएको थियो हाम्रो प्लेन मेबी त्यो हामीलाई पिक गर्ने मान्छे टुरको मान्छेहरू कुरिरहेको होला सायद हामीलाई होइन अनि विल गो एन्ड सी देम अनि हामी जान्छौँ त्यो होटलमा चेक इनको लागि फाइनली टच डाउन इन बार्सिलोना आयो त गाइज त्यहाँबाटको छ छैन बार्सिलोनामा टच डाउन गरेँ है साथी हामी फाइनली बार्सिलोना आइपुगेका छौँ होइन भर्खरै रोकियो प्लेन अझै 9:34 कि 9:45 भइरहेको छ होइन तर इट्स सो हट है बिहानै एकदमै तातो छ कति 27 कि कति डिग्री सेल्सियस बनाएको थियो होइन टाइम हामीलाई यहाँ तल बस लिन आइरहेको रहेछ हेर्नु कति पार जानुपर्ने हो त्यस गाडी बस छ त्यहाँ बस्न चढेर हामी जान्छौँ अनि त्यसपछि हामीले लगेज कलेक्ट गरेर अनि बाई द्याट टाइम चाहिँ त्यहाँ हुनुपर्ने हामीलाई पिक गर्नुपर्ने आउनु मान्छेपर्ने हाम्रो टुरको गाइडहरू आउनुपर्ने हो उहाँहरूले हामीलाई पिक गर्छ होला अनि पिक गरेर चाहिँ हामी जान्छौँ हाम्रो होटेलको माइदा कस्तो भइरहेको कतिलाई हामी अहिले स्पेनको बार्सिलोनाको इमिग्रेसन लाइनमा बसिरहेको छौँ होइन एकदमै अति नै भिड छ हामीभन्दा अगाडि पनि यति धेरै मान्छेहरू छन् आइरहनु पाउनु देखाउन होइन तर हामीभन्दा पछाडि पनि एकदमै धेरै नै भिड छ है जस्ट क्विक अपडेट दिनु मात्रै चाहन्थेँ मैले होइन तर हामीलाई लागेको थियो छिटै नै यो इमिग्रेसन क्लियर आउट हुन्छ होला भनेर अब इमिग्रेसनमा यति लामो लाइन छ त्यसपछि हाम्रो ब्यागेज कलेक्सन गर्नुपर्ने छ अनि त्यसपछि मात्रै निस्किन्छ है प्रब्लम अब 1-1.5 घन्टामा चाहिँ निस्किन्छ कि भन्ने हामीलाई आशा लागिरहेको छ होइन भएन भने पनि अब आल किप यु गाइज पोस्टेड हामी भर्खरै इमिग्रेसन पास गरिरहेको छ होइन लकिली हामीसँग यो नयाँ पासपोर्ट थियो होइन नयाँ पासपोर्ट भएर मेसिन रिडेबल हुने रहेछ होइन अर्को पुरानो पासपोर्ट त्यो ग्रिन कलरको पुरानो पासपोर्टले चाहिँ नेपालीहरूलाई अलिकति त्यो गाह्रो हुने रहेछ अनि म्यानुअली सायद त्यो कम्प्युटरमा अर्को कोही मान्छेसँग असिस्टेड भएर गर्नुपर्ने रहेछ होइन लकिली हामी दुवैजनासँग यो पासपोर्ट थियो होइन हामीले चाहिँ इन्ट्री पायौँ हामीसँगै आएको साथीहरू 4जना साथीहरू चाहिँ तिनीहरूको चाहिँ इन्ट्री भएको छैन तिनीहरू लाइनमा बस्नु परिरहेको छ होइन तिनीहरूको म्यानुअली गरेर तिनीहरू चाहिँ आउँछ होला हल्का डरै लाग्दो हुने रहेछ होइन अलिकति सुरुमा फर्स्ट टाइम एक्सपिरियन्स भएर होइन पर्मिट नपाउने हो कि जस्तो लागिरहेको थियो मलाई चाहिँ डर लागिरहेको थियो क्वेसन पनि कस्तो खालको अलिकति ट्रिकीवाला क्वेसन सोधिरहेको थियो कहिले गरेको थिएन पहिलो एक्सपिरियन्स होइन अनि हाम्रो फेरि कस्तो थियो भने इन्ट्री चाहिँ स्पेनबाट गरिरहेको छौँ होइन तर हामीसँग भिजा चाहिँ नेदरल्यान्डको थियो हुन्छ अब EU भिजा भयो सबैलाई के अरे पर्मिट चाहिँ हुन्छ नै त्यही पनि त्यो भएको कारणले गर्दा पनि हल्का डर चाहिँ लागिरहेको थियो गुड थिङ इज हामीले इन्ट्री पायौँ अब साथीहरू पनि आउँदैछ तिमीलाई के गर्नु पऱ्यो त्यतिकै चाहिँ हामीले जुन गरेको थियो नि त्यहाँ भएन नि त अनि त्यही भएर यता गऱ्यो कि त्यो पुरानो हुँदो रहेछ कि नयाँवाला अनि त्यही भएर सायद ठिक छ सबै साथीहरू चाहिँ आइसक्यो त हामी फाइनली ब्याग पनि भेटाइसकेको छ होइन 2 घन्टाभन्दा बढी लाग्यो होला हामीलाई इमिग्रेसनमा अहिले होपफुल्ली टाइमै आउँछ होला भनेको तर टाइममा चाहिँ हामी आउनु सकिएन तर जे होस् अब ब्याग देखाउँछ न हामी ब्याग चाहिँ कलेक्सन गरिरहेको छ होइन अब कम्युनिकेसन चाहिँ भएको हाम्रो टोलीहरूसँग कम्युनिकेसन चाहिँ भएको छैन हाम्रो त्यो टुर गाइडहरूसँग होइन तर होपफुल्ली तिनीहरू बाहिर हामीलाई कुरिरहेको होला भन्ने हामीले आश गरिरहेछौँ अब हामी त्यहाँ जान्छौँ त्यहाँ गएर तिनीहरूसँग कुरा गरेर तिनीहरूले चाहिँ हामीलाई होटलसम्म ड्रप गर्नुपर्ने हो होइन होटलमा ड्रप गरेपछि अनि हामी यसो फ्रेस भएर हामी आज बार्सिलोना घुम्नु पर्ला भन्ने हाम्रो प्लान छ आजको है त सी यु गाइस सुन कति बज्यो अहिले 11:08 गएको छ बिहानको होइन तर अति नै गर्मी छ है बिहान हेर्न सक्नुहुन्छ बिहान हुने अहिले तर अब हामी आज यसो हल्का फ्रेस भएर हामी यस बार्सिलोनालाई घुम्नु निस्किन्छौँ खाने पनि मलाई भयो दिउँसो यति धेरै खाएँ मैले होइन राति सानो भएको मैले खाइदिएको थिएँ तर पनि स्टिल भोक लगाइरहेको छ मलाई चाहिँ हल्का फ्रेस भएर अब हामी चाहिँ केही खान चाहिँ निस्किन्छौँ हामीले हाम्रो ग्रुपकोहरूलाई चाहिँ देखाएको छैन अहिलेसम्म होइन यहाँ हुनुपर्ने हो भन्ने आशा लागिरहेको छ तर केटाहरू अगाडि गइरहेको छन् होइन हामी यहाँ छौँ होपफुल्ली यतै वरपर हाम्रो नाम लिएर बसिरहेको छन् भन्ने हामीलाई लागिरहेको छ होइन हाम्रो मिटिङ पोइन्ट चाहिँ हुनुपर्ने यही हो होइन क्याफे कोमो रेस्टुरेन्टको अगाडिपट्टि भेटिन्छ भनेको छ तर हाम्रो फ्लाइट चाहिँ एक्चुअलीमा 8 बजे ल्यान्ड हुनुपर्ने थियो होइन तर ल्यान्ड भयो 11 हामी निस्किँदा चाहिँ अलिकति ढिला भयो होइन अलरेडी डिले भएको थियो फ्लाइट चाहिँ हामी निस्किँदाखेरि 11 बजिसकेको थियो 11:20 भइसकेको छ त्यही भएर मेबी तिनीहरू गइसक्यो कि तिनीहरूसँग हामी कम्युनिकेट गर्ने ट्राई चाहिँ गरिरहेको छ होइन नम्बर चाहिँ भेटेन दुःखको कुरा चाहिँ नम्बर नै भेटाएको छैन सायद एकछिन यही कुरा मिलेर यहाँ आउँछ कि भनेर होइन अनि भेटेन भने चाहिँ नम्बर खोजेर फोन गर्नु पर्ला एकचोटि हाम्रो यात्रा जारी नै छ साथीहरू होइन हामी बल्ल अब स्पेन के भन्छ बार्सिलोना आएर जस्ट रोडमा लाइक फर्स्ट टाइम रोडमा आइँदैछ होइन रमाइलो छ भ्यूहरू साथीहरूले भन्छन् यो भ्यू चाहिँ नेपालसँग रिजेम्बल गर्न सकिन्छ भनेर भनिरहेको छ होइन यो घर यो बस्तीहरू होइन अनि
नानी पनि हेर्दाखेरि नेपाली जस्तै रहेछन् नानी त नेपाली नै खान्छ अनि होइन हेर्दैछौँ हामी घर बस्तीहरू बाटो चाहिँ अलिकति मिल्दैन भन्ने कुरा छ ओ टिरेन पनि रहेछ है त्यहाँ कस्तो नफनी अलिकति हल्का अब मैले बुझिसकेँ कन्टेन्ट क्रिएसनमा होइन एउटा अर्को आज समस्या भइरहेको छ होइन अर्को समस्या आयो फेरि एउटा हाम्रो होटल चेक इन चाहिँ 4 बजे मात्रै रहेछ हतार गरेर उता एयरपोर्टबाट आफ्नै ट्याक्सी गरेर आइयो 12:50मा 12 बजीतिर आइसकेको थियो यसो त्यहाँ गएर बुझेको होटल चेक इन चाहिँ 4 बजे मात्रै हुन्छ भने होइन अब हामीसँग न लुगा छ न के छ होइन चेक इन अब जस्तो अवस्थामा थियौँ बैरागी अवस्थामा हामी होइन बैरागी काँडा नै हो यार भएर अब हामी यतिकै अब वरपर होटलको केही छ कि भनेर आइरहेछ होइन अब यसो वरपर चाहिँ घुम्नु पऱ्यो 4 बज्न अझै 3 घन्टा बाँकी छ खै अब कहाँ जानु यतै बसेर फर्किनु पर्ला एकछिनपछि होटलतिर अनि त्यसपछि एक्चुअली चेक इन गरिसकेपछि हल्का यसो फ्रेस भएर साँझ चाहिँ निस्किनु पर्ला भन्ने हाम्रो कुरा भइरहेछ है हाम्रो होटलको नजिकै एउटा रेस्टुरेन्ट भेट्यो होइन रेस्टुरेन्ट नाम चाहिँ बिर्सेँ त्यहाँ चाहिँ हामी आएको छौँ हाम्रो लन्चको लागि होइन लन्चको लागि आएको छौँ अलिकति कन्फ्युजन भयो किनभने धेरैजना चाहिँ नेपाली त के बोल्दै र इङ्ग्लिस नबोल्ने रहेछन् होइन हामीलाई चाहिँ स्पेनिस बोल्न ल्याएन गुगल ट्रान्सलेटको युज गरेर यता हल्का ब्रोकन स्पेनिस बोलेर अर्डर चाहिँ गरियो एकदमै गर्मी छ है सबैजना एकदमै टायर्ड भइसकेका छन् अहिलेसम्म होटल चेक इन गर्न पाएका छन् होइन अब त्यही पिज्जा अर्डर गरिरहेको छ हामीले अब हेरौँ कस्तो हुन्छ अस्ट्रेलियन पिज्जा र अब यहाँ स्पेनिस पिज्जामा चाहिँ कतिको डिफ्रेन्ट हुँदो रहेछ होइन त्यो पनि हामीले आज तपाईँहरूलाई बताउनेछौँ होइन अनि कुन पिज्जा रे डियाबोला अनि मार्गरेटा र टाटोफो पिज्जा अर्डर गरेको छ होइन त्यो पिज्जा खाएर अनि हामीले तपाईँहरूलाई अनुभव बताउँछौँ कस्तो हुन्छ भनेर है म चाहिँ मसरुम पिज्जा ट्राई गर्दैछु होइन अति नै दामी लाग्यो मिठो लाग्यो ट्रफलको त्यो एकदम फ्रेस मिठो फ्लेभर आइरहेको छ होइन बास्ना पनि कस्तो कस्तो फ्लेभर उमेश कस्तो छ फ्लेभर पिज्जाको ओके ल है त हाम्रो होटलमा चेक इन गरिसकेको छ हामीले होइन अति नै गर्मी थियो होइन अब हामीले चाहिँ अब यहाँ एउटा स्विमिङ पुल रहेछ होइन त्यही भएर स्विमिङ खेल्नु त भन्ने गाइजहरूको धारणा छ होइन त्यही भएर हामी जाँदैछौँ बेबी हाउ डु यु फिल स्विमिङ है त स्विमिङ टाइम गाइजहरू आज अति नै रमाइलो हुनेवाला छ होइन टक्क एकछिन स्विमिङ खेलेर होइन त्यसपछि आएर हामी मेबी सिटी जान्छौँ होला आज बार्सिलोना यता होला बादले आउटसाइड हो कि बार्सिलोना टुर हान्न गइन्छ होला सिटीको होइन त्यसपछि हाम्रो भोलि बिहानै अर्कोतिर जानुपर्ने छ त्यसपछि आज जे होस् आज हाम्रो साँझको टुर भनेर चाहिँ बार्सिलोना नै हुन्छ बार्सिलोना गएर आइडेन फाइनली हामी स्विमिङ पुलमा आइसकेका छौँ होइन स्विमिङ पुलमा फोन हुँदैछ है गाइज अब होइन होला नाटक पारेको सन्धि के गरेको A few moments later. हाम्रो स्विमिङ सकिसकेको छ होइन स्विमिङ सकेर अब हाम्रो चाहिँ बार्सिलोना सिटी स्ट्रोल गर्ने प्लान छ हाम्रो प्लानमा चाहिँ मड्रिडको थिएन प्लान होइन त्यही भएर बार्सिलोना जाँदा भयो भने मड्रिडको जर्सी लाएर गइदिनु पर्ला भन्ने प्लान छ होइन गाइजहरू सबजना रेडी छन् होइन अनि पुनः मात्रै वाइट भयो नि त नि अनि अब हाम्रो प्लान भनेको चाहिँ होइन बार्सिलोना गइन्छ बार्सिलोना गएर हल्का सिटी घुमिन्छ होइन सिटी घुमेर त्यसपछि डिनर सिनर बार्सिलोना सिटीमै खानु पर्ला अनि खाएर त्यसपछि हामी फर्किनु पर्ला है त त्यही छ अहिलेसम्मको प्लानलाई सुरुमा चाहिँ 1 ग्लास पानी खाएर चलिदिनु पऱ्यो है त होटलबाट यसो बुझेको होइन के अरे कार्डको लागि मेट्रो कार्ड जस्तो रहेछ यो चाहिँ होइन पब्लिक ट्रान्सपोर्टको म्यापिङ यसो क्विक हामीलाई ब्रिफिङ गरिदियो यसको बारेमा अब हामी जान लागेको चाहिँ कहाँ भने त्यो सागाराडा फ्यामिलिया भन्ने त्यही अराउन्डमै रहेछ सबै वकिङ डिस्टेन्समै छ अरे होइन गएर वरपर हेर्नु पर्ला होइन आर बी रेडी एभ्रिबडी इज रेडी होइन हाम्रो 2 जना साथीहरू चाहिँ आउनेछन् अझै अरे खै रिसेप्सनमा भेटौँ भनेर भनेको थिएँ मैले तिनीहरू सायद आउँछ होला आएपछि मेबी हामी विल टेक अ वक होइन त्यहाँ गएर अनि पब्लिक ट्रान्सपोर्टबाटै जानु पर्ला सायद उबर गर्न कति ठाउँमा जाने उबर होइन
त्यो गऱ्यो भने बेस्ट हुन्छ होला सायद अब यहाँको एक्सपिरियन्स पनि एउटा हुन्छ होइन कस्तो हुने रहेछ यहाँको पब्लिक ट्रान्सपोर्टको कस्तो टाइपको रहेछ अस्ट्रेलियासँग कम्पेयर गर्दा पनि त्यो कम्पेरिजन पनि हामीले अफकोर्स गरिने छ होइन होटलमा बसिन्जेल चाहिँ होइन हामीलाई के लगाइरहेको थियो भने ल चिसो भइरहेको थियो नि त होटलमा त अब बाहिर पनि अब चिसो नै छ होला होइन अलिकति अब वेदर चाहिँ सेटल डाउन भयो होला भन्ने सोचिरहेको थिएँ तर बाहिरको वेदर चाहिँ जस्ताको त्यस्तै रहेछ है अघि जस्तो थियो होइन अहिले पनि त्यस्तै नै छ पाजाले कस्तो लागेर चाहिँ भाइ गर्मी छ है अति नै गर्मी छ तै पनि अब के गर्ने हिँड्नै पऱ्यो होइन अब हामी चाहिँ अब अघि नै उबर युज गरेँ धेरै पटक अब चाहिँ यहाँको पब्लिक ट्रान्सपोर्ट पनि ट्राई गरौँ न कस्तो रहेछ होइन अनि अस्ट्रेलियासँग पनि कम्पेयर गरौँ भन्ने हिसाबले चाहिँ हामी अब पब्लिक ट्रान्सपोर्टमा जाँदैछौँ त्यहाँ गएर एउटा मेट्रोमै पाउँछ अरे किन्न त्यो कार्डहरू मेट्रो कार्डहरू किन्न पाउँछ अरे होइन अनि त्यहाँ गएर किनेर टपअप गरेर हामी जान्छौँ बार्सिलोना सिटीमा त्यहाँ गएर 2-4वटा ल्यान्डमार्कहरू यसो अब त्यो टिकट काट्नेवाला त हामी पक्कै गरिँदैन होला सायद अब अलरेडी ढिला भइसक्यो बाहिरबाट देखिने अलिकति हुन्छ नि यसो हेर्नको लागि रमाइलो हुने कुराहरू वरपर सिटीमा घुमेर अनि प्रब्लम त्यतै डिनर गरिन्छ होला मिल्यो भने होइन राम्रो भेट्यो भने अनि त्यसपछि हामी होटल फर्किन्छौँ होइन ब्रदरसँग भेट भएर म भिडियो खिच्न चाहिँ बिर्सेछु होइन अनि ब्रदरको नाम चाहिँ के थियो अरे नाम चाहिँ विवश रिमाल है ब्रदरसँग भेटेको थिएँ एकछिन लामो कुरा पनि गरेर होइन तर एकचोटि भिडियो चाहिँ खिच्न बिर्सेछु मैले होइन त्यसपछि बाहिर गएँ फेरि याद आयो मलाई त्यसरी आएको थिएँ ल भेटेर ब्रदर फेरि एकदम खुसी लाग्यो होइन ल अब विदेशको ठाउँमा होइन नेपालले भेट्नु पाउँदा एकदम खुसी लाग्दो रहेछ होइन यसै गरी हामी फेरि पनि भेट्नेछौँ कोही मान्छे यहाँ आउँदै हुनुहुन्छ भने होइन ब्रदरको पसलमा आएर ब्रदरसँग कुराकानी गरेर एकदम राम्रो कुरा हुनुहुँदैछ होइन सामानहरू केही खिच्दैन होला त्यति भन्न चाहन्छ स्पेसल अफर हुन्छ है साथीहरू ल भाइ यहीँ देख्न सक्नुहुन्छ सग्रादा फ्यामिली होइन त्यसको यतै साइडमा एउटा पार्कको नजिकै रहेको छ नेपालको झल्को दिने खालको होइन हामीले आज धेरै नेपालको झल्को दिने खालको दृश्यहरू देखिरहेको छौँ होइन यहाँ चाहिँ एउटा ढुङ्गेधारा टाइपको होइन एउटा रहेछ जहाँ चाहिँ तपाईँले पिउने पानीहरू है भर्न सक्नुहुन्छ हामी भर्खरै एउटा बोतल भरेको छौँ होइन त्यो पानी हामीले खाँदै अब हाम्रो यात्रालाई अगाडि बढाउनेछौँ होइन अघि भर्खरै एउटा हाम्रो नेपाली ब्रदरलाई पनि भेट्यो त्यहाँ पसलमा एकदम खुसी लाग्यो मलाई होइन फर्स्ट नेपाली स्पेनमा भेटेको होइन उहाँ चाहिँ अब क्रोएसिया पहिला काम गरेर अनि पछि पोर्चुगल कता कता हुँदै स्पेनमा हुनुहुँदैछ होइन काम गर्दै जो यसरी नेपाली मान्छेसँग कुरा गर्न पाउँदाखेरि अब जस विदेशको ठाउँमा होइन अब मन हर्षले गदगद हुने रहेछ होइन ब्रो पनि खुसी हुनुभयो जस्तो हामीसँग कुरा गर्न पाउँदाखेरि अनि मेरो च्यानललाई सब्सक्राइब पनि गर्नुभयो होइन त्यो पनि मेरो लागि राम्रै कुरा भयो होइन जे होस् सबैसँग कुरा गर्न पाउँदा रमाइलो छ है माहौल त्यही होइन घुम्दै फिर्दै रुम्जाटार भन्ने होइन त्यस्तै भइरहेको छ आज मलाई चाहिँ होइन रियल माड्रिडको जर्सी लगाएर आइरहेको छु बार्सिलोनामा छु म होइन अनि यसो हेरेको थाहा पनि थिएन यहाँ रियल माड्रिडको अफिसियल स्टोर रहेछ है त म एकचोटि क्विकली भित्र जान्छु होइन अनि सर ब्राउज गर्छु है त एकचोटि सहरको वरपर हामी घुम्दैछौँ अहिले होइन चहल पहल छ राम्रो छ साँझको बेला भए पनि 8:43 भइसकेको छ होइन तर चहल पहल चाहिँ यस्तो छ है उज्यालो छ गाइजहरू घुमिरहेको छन् गर्मी छ होइन रमाइलो छ है भाइ त्यो गइदियो ल बाटो नि अब क्रस गरिदिनु होला इलिगल्ली होइन अनि दौडधुप भइरहेछ हामी चाहिँ नेपाली रेस्टुरेन्टको खोजीमा छौँ होइन रेस्टुरेन्टको खोजीमा थियौँ हामी होइन हामी सबैजना एकदमै 6 जनाले मेहनत गरेर खोजेको रेस्टुरेन्ट होइन अनि फाइनली हामीले भेट्यो यहाँ एउटा लसुन भन्ने नेपाली रेस्टुरेन्ट रहेछ होइन अनि बार्सिलोना सिटीमा होइन अब हाम्रो लसुन भन्ने रेस्टुरेन्टमा हामी छिरिसकेको छ होइन इन्टेरियर चाहिँ 10 आउट अफ 10 है अलरेडी भनिसकेँ नेपालको एन्टिक नेपाली जनाउनेवाला छ होइन इन्टेरियरहरू तपाईँको बाजाका तालहरू नेपालको झन्डा है मेन कुरा भने चाहिँ त्यसपछि यतातिरको डेकोरेसनहरू सबै हेर्दाखेरि एकदमै नेपाल झल्काउने खालको छ है त रमाइलो छ है बौद्धनाथ स्तूपा माउन्ट कैलाश होइन त्यस एकदमै राम्रो जसले पनि गर्नुभयो होइन अति नै राम्रो डिजाइन गर्नुभयो चाहिँ भित्र चाहिँ होइन अति दामी छ है रमाइलो लाग्यो मलाई चाहिँ यहाँ हाम्रो खानेकुराहरू आइसक्दैछ होइन खानेकुराहरू आउने क्रम जारी छ होइन फर्स्ट खानेकुरा चाहिँ आएको छ होइन हाम्रो फर्स्ट खानेकुरा चाहिँ पानीपुरी है पानीपुरीहरू पुगेको थाहा छैन होइन तर एउटा आइकोनिक स्टाइलमा आएको छ होइन हाम्रो चाहिँ बाँकी खानेकुराहरू चाहिँ आउनु बाँकी नै छ त्यसपछि हामीले टेस्ट गरेर हामीले रिभ्यू गर्छौँ त्यसपछि अनि तपाईँहरू अनि बल्ल त्यसपछि हामी मेन्समा अनि त्यसपछि बल्ल मेन्समा जाने नजाने भन्ने कुरा चाहिँ त्यसपछि त्यहाँबाट कडा रहेछ आइडिया चाहिँ मलाई दामीले मलाई रियलाइज गराएको थिएन होइन यसरी सर्ट क्लासमा आउने रहेछ होइन तपाईँले चाहिँ त्यो सर्टमा हान्ने त्यसपछि सर्ट पार्नुपर्ने हुन्छ त्यो कडा रहेछ च्यालेन्जै टाइपको छ होइन अनि यो ट्राई गर्ने छ हामीले होइन त्यसपछि अनि म रिभ्यू चाहिँ गर्छु है त चाहिँ पानीपुरी सर्ट च्यालेन्ज गर्दैछ होइन हाम्रो पानीपुरीको लिक्विड यहाँ छ होइन पानीपुरी चाहिँ यहाँ छ होइन च्यालेन्ज पनि खासै फिलिङ चाहिँ धेरै छैन तै पनि अब त्यो माई बेस्ट है त गाइज च्यालेन्ज सर्ट हालेर होइन अनि यसरी भेरी डिफ्रेन्ट हामीले खाइरहेको भन्दा चाहिँ एकदमै डिफ्रेन्ट छ होइन हाम्रो अलिकति
अलिक स्पाइसी अनि अलिकति अमिलोवाला खान्थ्यो होइन यहाँ चाहिँ अलिक मोर अफ त्यो के अलिकति स्विटनेसै भइसक्यो टमारिनको अनि मलाई चाहिँ त्यो टमारिन हो कि ट्यामारिनको अलिकति बढी बोल्न अलिकति दबाई छ सेकेन्ड डेलिकेसी आइसकेको छ हाम्रो होइन झट्ट हेर्दा चटपटे जस्तो देखियो होइन तैपनि अब चटपटे भनेर चिनिन्छ यहाँ के अरे स्पेनमा चाहिँ होइन अब त्यो चाहिँ अब हामीले खाएर थाहा हुन्छ र कस्तो स्वाद हुन्छ होइन प्लेट अफ चाहिँ हामीले 10 on 10 नै भन्नुपर्छ ल आम गेटिङ अ फर्स्ट बाइट होइन चटपटे चाउचाउ पिनटहरू सबै छ मेरो फेसमा होइन स्वाद चाहिँ मिठो नै छ चटपटे जस्तै छ हाम्रो फाइनल स्टार्टर होइन फाइनल दुईवटा होला सायद त्यहाँ फाइनल अन्ट्रे हाम्रो आएको छ चिकन विङ्स होइन हामीले खान्छौँ यहाँ प्लेट अफ चाहिँ एकदमै राम्रो लाग्यो मलाई यहाँको होइन फुड पनि नमिठो हुन मिल्दैन है यस चटपटे खाएँ चटपटे ठेकै लाग्थ्यो होइन त्योभन्दा अगाडि हामीले पानीपुरी खाएको थियो पानीपुरी चाहिँ त्यस्तो दामी चाहिँ लागेर मलाई अलिकति बढी गुलियो थियो होइन सायद यहाँ चाहिँ त्यस्तै गरी चल्छ होला सायद होइन तर हामीले खाइरहने पानीपुरी भन्दा अलिकति मलाई चाहिँ डिफ्रेन्ट लाग्यो होइन म नर्मल सस पनि हाल्छु थोरै होइन अनि एउटा साइडमा चाहिँ थोरै हट सस हाल्छु होइन अनि म खान्छु होइन खाइदिएन मोमो जस्तै देखिन्छ स्पेनको मोमो र अस्ट्रेलियाको मोमो अलमोस्ट उस्तै हुनुहुन्छ सायद चाहिँ होइन स्पेसली के गर्यो स्पेसली छैन मोमो मिठो छ है मोमो चाहिँ मिठो छ है ल सबैले अप्रुभ गरेर मोमो मिठो छैन मोमो मिठो छ गाइज शर्मा हजुर मोमो मिठो One eternity later. होटलको यात्रा सक्यो होइन खानासाना खायो नेपाली लसुन भन्ने होटलमा होइन रेस्टुरेन्टमा खासै स्वाद चाहिँ अब वाउ भन्न चाहिँ मिल्दैन थियो होइन तर खाना चाहिँ खायो होइन अलि थोरै टेकै पनि लिएर आएको छ हामी फर्केपछि हाम्रो वान अफ आवर फ्रेन्ड है इज ड्रपिङ अस होम यस टोलीहरूको के छ त नि भाइब्स टायर्ड बाइकहरू के छ बनाएर अनि एक्साइटेड अबाउट टुमोरो होल युरोप टुरको बारेमा एकदमै भेरी सुपर एक्साइटेड छु म चाहिँ होइन थ्याङ्क यू सो मच फर वाचिङ किप लाइकिङ किप सपोर्टिङ होइन किप सब्सक्राइबिङ है त